यसको रहस्य के हो त मान्छे खाजा नलिकन एक पैसा पनि खर्च गर्दैनन् तपाईले त्यत्रो तामझामको स्वागत के रहस्य छ त्यसको खुलासा गर्नुहोस् अब त्यस्तो तामझाम जस्तो तपाईहरुलाई लागेको होला मलाई लागेन एउटा अतिथिलाई कसरी सत्कार गर्ने कुन अतिथिलाई कसरी सत्कार गर्ने भन्ने कुरा अतिथिका रूपमा बोलाउने पक्षले निर्णय गर्ने कुरा हो त्यो निर्णय भारतीय जनता पार्टीको जुन मुख्यालयमा गरियो त्यो अत्यन्त स्वागतयोग्य स्वागतलाई सबैले असाध्यै प्रेमपूर्वक गरियो भनिएको छ त्यो मेरो व्यक्तिगत अथवा मेरो पार्टीको अथवा मेरो भ्रमण दलमा भएका साथीहरूको लागि होइन हामीलाई गरिएका स्वागत त्यो मुलुकको लागि हो हामी नेपाल र नेपालीको लागि हो यदि तपाईहरुले हेर्दाखेरि त्यो असाध्यै तामझाममय असाध्यै सम्मानपूर्वक रहेछ भन्ने तपाईहरुले महसुस गर्नुभएको भने त्यो सम्मान नेपालका देशको सम्मान नै हो नागरिकको सम्मान नै हो त्यसकारणले त्यसको पनि अब हाम्रो डिप्लोमेसी कुन लेभलमा जान्छ राष्ट्रपाको युगमा डिप्लोमेसीको तह कस्तो रहन्छ किसिम कस्तो रहन्छ त्यसमा चाहिँ के प्रकाश गर्नु मैले आफ्नो म सकिहाल्छु म आउँछु तपाईको प्रश्न लिन्छु नि तपाईलाई म एउटा कुरा के जानकारी गराउँछु भने अघि मैले सुरुवात गरे भने बैठकहरू पारदर्शी ढङ्गले अगाडि बढियो जसमा परराष्ट्र मन्त्रालय सम्बद्ध अहिले कार्यवाहक राजदूतलाई नै राखेर हामीले प्रश्न गर्यौं हामीले कुराकानी गर्यौं त्यसले गर्दा त्यसको चाहिँ पारदर्शिताको कुरा मैले गरिहालेँ त्यो भन्दा पनि अझ पर गएर मेरो एउटा लेख पनि एउटा दैनिकमा भारतीय हिन्दुस्तान टाइम्समा त्यो लेख पनि आएको थियो त्यस लेख मार्फत हामीले राष्ट्रपा सरकारले कस्तो किसिमको सहभागिता कस्तो किसिमको सहकार्य चाहन्छ भन्ने कुरा त्यहाँ स्पष्ट पारिएको थियो कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हुन् र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ हाम्रा सम्बन्धहरू कहाँ पुगुन् भन्ने हामीले चाहना राखिरहेका छौँ त्यसको स्पष्ट खाका हामीले राखेका छौँ र त्यसैभित्र केन्द्रित रहेर बैठकहरू भएका छन् र हामीले एउटा के भने के ल्यायौँ के पायौँ भन्ने कुरा होइन सँगै कहाँ पुग्यौँ भन्ने कुरा जरुरी हो नेपालले आफ्नै क्षमताले आफ्नै क्यापासिटीले गर्ने कुराहरू कयौँ छन् भने कयौँ कुराहरू सहकार्य सद्भावका आधारमा हामीले अगाडि बढ्नुपर्ने कयौँ विषयहरू रहन्छन् त्यसको एउटा नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने लगानीका कुराहरूमा सहकार्यका कुराहरूमा र हाम्रो वर्षौंदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ राजनीतिक तवरमा भएको एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणामा भएका विषयहरू भएको हुनाले मैले भने जस्तै यो चरणमा हामी प्रवेश गरेका छौँ त्यसै चरणबाट आफ्ना कुरा स्पष्ट राखिसकेपछि अस्पष्ट लुकीछिपी अपारदर्शी सम्बन्धहरू होइन पारदर्शी स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो कयौँ विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेको छु।